हेलो नमस्ते, म अर्जुन श्रेष्ठ जग्गाधनीको मालिक है। हामी चाहिँ बिर्ताउबाट हामी चाहिँ बिर्ता बजार सैनीबाट हुँदै गारामुनिसम्मको यात्रा हो यो चाहिँ, जुन चाहिँ नडियाबारीबाट नै म पिच हुँदै निस्केको हो। यहाँ नडियाबारीबाट हामी तल छिरिसकेको छौँ र हाम्रो चाहिँ दुईटा बाटो उयो हुन्छ हैन, जोडिन्छ मेरो जग्गाको लागि चाहिँ। यसमा चाहिँ यो पिच भएकोले गर्दाखेरि चाहिँ म चाहिँ यो बाटो अलिकति सर्टकट पनि भएर चाहिँ म यो बाटो देखाउँदै गइरहेको छु। यहाँ छेउमा मन्दिर पनि छ हैन, आउँदै गरेको मन्दिर हो। र अर्को बाटो भनेको गारामुनिको हो, त्यहाँबाट चाहिँ सिधै पर्छ हैन। गारामुनिबाट सिधै दक्षिणतर्फ 3.4 किलोमिटर छ हैन। त्यहाँबाट चाहिँ 3.4 किलोमिटर छ। अनि त्यहाँबाट चाहिँ ठ्याक्कै पश्चिमपट्टि फर्केको जग्गा, पूर्वपट्टि फर्केको जग्गा पश्चिममा रहेको छ। त्यो जग्गा चाहिँ मेरो, जुन चाहिँ एल साइजको छ हैन। र अहिले चाहिँ जुन भिडियो बनाइरहेको छु यो चाहिँ मैले फर्स्ट टाइम बनाएकोले गर्दाखेरि सायद कन्फ्युज हुनुभयो भने चाहिँ डाइरेक्टली मलाई कन्ट्याक्ट गर्दा पनि हुन्छ हैन, म्यासेज गर्दा पनि भयो। तपाईहरुलाई कन्फ्युज हुन्छ भने चाहिँ हैन। र मलाई चाहिँ फेरि यो कस्तो भने फ्यामिलीसँग गएर पनि होला हैन। म चाहिँ बिस्तारै कुदाउँछु, त्यही भएर धेरै लामो लाग्यो। नत्र भने विदिन बाइक र स्कुटी मै भयो भने तपाईको 10 देखि 12 मिनेटमा पुगिन्छ हैन। कुदाउनेमा पनि भर पर्छ। म चाहिँ अलिक बिस्तारै कुदाउँछु र अलिकति उयो हुन्छ हैन। र राइट साइडमा रहेको अहिलेको जुन छ त्यो चाहिँ रिसोर्ट हो। यहाँ चाहिँ पहिला एकदम ठुल्ठुलो गायकहरू हैन, डान्सरहरू आएर चाहिँ यहाँनिर उयो गरे हो। सो यहाँबाट चाहिँ पूर्व लागिसकेपछि चाहिँ लाग्नुपर्छ। यहाँबाट चाहिँ अर्को बाटो भेटाउँछ, जुन चाहिँ मैले अघि भने गारामुनिको बाटो हो। त्यो चाहिँ ठ्याक्कै भेटाउँछ हैन। अहिलेको अब तोरीबारीको सिजन छ, सो सबैले तोरीबारी नै छर्नु भएको छ र अलिक राम्रो पनि देखिन्छ। अनि यहाँ जाँदा एउटा मन्दिर छ, जुन चाहिँ हाम्रो कुल मन्दिर रहेको छ, जुन चाहिँ अहिले भर्खर देख्नु भयो होला हैन। अनि त्यहाँ रहेको छ र त्यहाँबाट चाहिँ सिधै हैन त्यो पिच नछोडिकन जाँदाखेरि अर्को पिच भेट्टाउँछ। र त्यहाँ रहेको एउटा भीमसेन मन्दिर छ हैन। ठ्याक्कै त्यहाँबाट चाहिँ 200 देखि 300 मिटर तल छ। त्यहाँ लिचीको उयो पनि छ हैन, वरिपरि सबै छ। अनि अहिले चाहिँ बाक्लो पनि छ क्या त्यहाँनिर गाउँहरू, र खेतीपातीको लागि एकदम पर्फेक्ट छ, शान्त छ वातावरण हैन। त्यहाँ त्यो बाटोबाट चाहिँ सिधै तल राजगढ पनि पुग्छ, भद्रपुरको बाटो पनि छुन्छ क्या त्यहाँबाट चाहिँ। त्यो बाटो चाहिँ राजगढ ठ्याक्कै छुन्छ हैन, पृथ्वीनगर हुँदै पनि छुन्छ त्यहाँनिर। त्यस्तो छ। अब गएको चाहिँ छैन त्यहाँनिर छुन्छ भन्ने बाटो। र मैले चाहिँ यता नडियाबारीबाट सिधै गएँ भने चाहिँ त्यसरी बाटो चाहिँ भेटाएको छु कि त्यो बाटो। सो अब मैले यहाँनिर चाहिँ गारामुनिको बाटो ठ्याक्कै भेटाएको जोइन भएको चाहिँ मैले देखाएको छु। यो बाटो पिचहरू हैन। यहाँ चाहिँ यति धेरै पसलहरू पनि खुलाएको छ कि यो सबै जग्गाहरू बेचबिखन भएर नि यति साह्रो बाक्लो भएको हो हैन। यहाँ चाहिँ एकदम पहिला चाहिँ 3-4 लाख 5 लाख 6 लाखमा नि उयो भएको, र सर्ट टाइममा यति धेरै यो जग्गा बेचबिखन भयो कि तपाईँको कोभिड टाइमदेखि चाहिँ एकदम अलग्गै सबै बढ्यो क्या यो जग्गाहरू। अनि हाम्रै आमा बाउले पनि कति 10-12 लाखमा बेचेको कट्ठाको हैन। अब अहिले किन्दाखेरि पनि 20, 21, 22, 23 लाखमै पनि बेच्छ हैन। अब मलाई चाहिँ अलिकति मेरो पनि त्यस्तै परेकोले गर्दाखेरि चाहिँ, परेकोले भन्दा नि त्यो बाबुआमाले गरेको यो जग्गाहरू हैन, त्यही भएर चाहिँ अहिले चाहिँ आफूले नै आफ्नै नाममा भएकोले गर्दाखेरि चाहिँ बेच्नु पर्यो। यही हो जग्गा, जुन चाहिँ त्यो घर देख्नु भएको छ। उहाँले चाहिँ कति 10-12 लाखमा किन्नु भएको होला हैन। आजभन्दा 8-10 वर्ष अगाडि होला सायद किन्नु भएको उहाँले। अनि त्यही भएर त्यतिखेर पिच पनि आएको थिएन, यो प्लटिङ राम्रोसँग गरेको थिएन हैन। आली नै आली थियो, अनि इलेक्ट्रिक पोलहरू गाडेको थिएन, त्यतिखेर पिच आएको थिएन
होइन। अहिले चाहिँ अब पिच पनि आएको छ, प्लम्बिङ इलेक्ट्रिक पोलदेखि लिएर सबैले भएकोले गर्दाखेरि चाहिँ यो जग्गा मात्रै होइन, त्यहाँ वरिपरिको जग्गा नै एकदम महँगाइमा पाएको छ। सो हजुरहरूलाई मनपर्छ, हजुरहरूलाई एकदम इच्छुक छ किन्ने होइन, एकदम सिरियस बायर हुनुहुन्छ भने होइन, जग्गाको लागि चाहिँ हाम्रो त्यहाँनिर हाम्रो एउटा दाइ हुनुहुन्छ अर्जुन दाइ भन्ने, उहाँलाई कन्ट्याक्ट गर्दा पनि भयो अथवा डाइरेक्ट मलाई म्यासेज गर्दा पनि भयो। अब जुन तोरीबारी छरेको छ मैले जुन अघि देखाएको थिएँ त्यो जग्गा चाहिँ मेरो हो है त। धन्यवाद।